मान्य सदस्य प्रेम बहादुर बाहेक। सम्माननीय सभामुख महोदय, रोमानिया र नेपाल सरकार बीच सवारी चालक अनुमति पत्र ड्राइभिङ लाइसेन्सको पारस्परिक मान्यता वा रूपान्तरण सम्बन्धी कुनै आधिकारिक सम्झौता नहुँदा रोमानियामा रहेका हजारौं नेपाली राइडरहरू गम्भीर समस्यामा परिरहेका छन्। बर्लिन स्थित नेपाली दूतावासको पासपोर्ट शिविर मार्च 21 देखि 15 सम्म आयोजना हुँदैछ। नेपाल रोमानिया लाइसेन्स सम्झौता गर्न पहल होस्। विशेष गरी मोटरसाइकल स्कुटर चलाउने नेपालीहरूलाई ट्राफिक चेकमा बारम्बार समस्या, जरिवाना र कानुनी झन्झट साथै रोमानियाली लाइसेन्स लिन अत्याधिक समय, खर्च र जटिल प्रक्रिया झेल्नु परेको छ। दुःखद कुरा के हो भने पाकिस्तान, भारत, बङ्गलादेश, श्रीलङ्का जस्ता देशका नागरिकहरूलाई रोमानियाले ड्राइभिङ लाइसेन्स सम्बन्धी सहजीकरण सम्झौता उपलब्ध गराइसकेको छ, तर नेपाली भने अझै पनि उपेक्षित अवस्थामा छन्। नेपाली वैध ड्राइभिङ लाइसेन्सलाई रोमानियामा मान्यता दिन वा नेपाली लाइसेन्सलाई रोमानियाली लाइसेन्समा रूपान्तरण गर्ने प्रक्रिया सरल बनाइदिन नेपाल रोमानिया बीच आधिकारिक द्विपक्षीय ड्राइभिङ लाइसेन्स सम्झौता तत्काल गरियोस्। नेपाली राइडरहरूलाई न्याय